यो पैसा आखिर कसले बनायो? पैसाकै खेलले कतै टाढिएमा आँखाभरि सजाएका ती सपनाहरू समयको बजारमा सस्तो भएछन्। मनभित्र एउटा प्रश्न अझै बाँकी छ, यो पैसा आखिर कसले बनायो? हिँड्दा हिँड्दै आफ्ना पराई भए, हँस्दा हँस्दै आँसु लुकाइए, जुन हात समाएर यात्रा सुरु गरे, ती हातहरू बीच बाटोमै छुटे। पाइला कहिले रोकिएनन्, मनले फेरि त्यही सोधिरह्यो, सपनाले किन मूल्य गुमायो? मायाले किन साथ छोडायो? सबैको ओठमा एउटै शब्द थियो, पैसा पैसा पैसा। यो पैसा आखिर कसले बनायो? किन आफ्नैलाई टाढा लगायो? माया बेचियो, सम्बन्ध हरायो, सपनाको रङ्ग नै फिक्का बनायो। धनी भयो संसार पैसाले, गरिब भयो भरोसा। भन त जीवनको अर्थ कहाँ छ? यो पैसा आखिर कसले बनायो? तिमी टाढियो, आँगन सुनसान भयो, आफ्नै भनिएकाहरूको दूरी बढ्यो। भित्ताहरू भिए, घरको न्यानोपन हरायो, आशाका दियोहरू निभ्दै गए, भरोसाका आवाजहरू मौन भए। तर सङ्घर्षको आगो अझै बाँकी छ। यदि पैसाले सबै कुरा किन्न सक्थ्यो भने किन हराउँथे सम्बन्धहरू? किन रोइन्थ्यो मन एक्लै रातमा? किन खोजिन्थ्यो माया भिडभित्र? सायद पैसाले संसार चलाउँछ, तर जीवनको अर्थ कहाँ किन्न सक्छ र? यो पैसा आखिर कसले बनायो? किन मान्छेलाई मान्छेबाट छुहायो? आँसु
सपनाको मूल्य बजारले तोकिदियो। घाउ बोकेर सपना बोकेर अझै यात्रा रोकिएको छैन। मनले आज पनि सोधिरहन्छ, यो पैसा आखिर कसले बनायो। पैसाले संसार चला, तर मायाको मूल्य कहिल्यै किन्न सक्दैन। त्यसैले आज पनि यही प्रश्न बाँकी छ, यो पैसा आखिर कसले बनायो।